हेलो गाइज, वेलकम ब्याक टु माई न्यू ब्लग र सबैजनालाई स्वागत छ र मेरो भिडियोमा। हेर्नुहोस् त, यहाँ यसरी मौरीको ढोलमा माकुराको जाल हुन्छ है, र मौरीलाई चाहिँ एकदम ढोलमा जानको लागि एकदम डिस्टर्ब हुन्छ। त्यस कारणले चाहिँ म मौरीको ढोलहरू सफा गरिदिँदैछु र यहाँनिर एउटा स्ट्यान्ड बनाएको छु र यो स्ट्यान्डमा पनि ढुँड राख्नु छ है। ढुँड पनि रेडी छ। फिलहाल चाहिँ अहिले जेठको महिना हो र यो जेठको महिनामा चाहिँ एकदमै गरम हुने गर्दछ है। र यहाँ चाहिँ यस्तो प्रकारले राखेको छु मैले।